के तपाईले कहिल्यै राति त्रिशुलीको बाटोमा गाडी चलाउनु भएको छ? भन्छन् त्यहाँको एउटा मोडमा आज पनि केही नराम्रो शक्ति घुमिरहन्छ। त्यो रात म मुगलिनबाट काठमाडौँ फर्किँदै थिएँ। मुसलधारे पानी परिरहेको थियो र बाटो एकदमै सुनसान थियो। एउटा मोडमा पुग्दा हेडलाइटको उज्यालोमा एउटी केटी सडकको बिचैमा उभिएको देखेँ। सेतो साडी, फुङ्ग उडेको कपाल। म यति डराएँ कि मैले गाडी रोकिनु सिधै अगाडि बढाएँ। मलाई लाग्यो त्यो मेरो भ्रम मात्रै हो। तर जब मेरो नजर गाडीको बीचको ऐनामा पर्यो नि, दाइ मेरो शरीर पत्थर जस्तै भयो। त्यो केटी मेरो पछाडिको सिटमा बसिरहेकी थिई। ऐनाबाटै उसले मलाई हेरेर एउटा यस्तो डरलाग्दो हाँसो हाँसी जुन म आज पनि बिर्सन सक्दिनँ। उसको एउटा आँखा थिएन र गालाको मासु कुहिएको थियो। मेरो स्टियरिङ एक्कासी जाम भयो र गाडी सिधै भिरतिर जान थाल्यो। मैले अन्तिम समयमा जोडले ब्रेक लगाएँ र गाडी भित्तामा ठोक्कियो। जब पछाडि फर्केर हेरेँ त्यहाँ कोही थिएन, तर पछाडिको सिटमा अझै पनि एउटा चिसो हिलोको छाप थियो। दाइ आज पनि म त्यो बाटोमा एक्लै गाडी चलाउन डराउँछु। के तपाईँको पछाडि पनि कोही बसिरहेको त छैन?